यो भन्दा अगाडिको भिडियोमा मैले जनगणना गर्नको निम्ति के डकुमेन्ट्सहरू चाहिन्छ अनि कसरी गर्नुपर्छ, कुन चाहिँ वेबसाइटमा गएर गर्नुपर्छ भन्ने मैले भिडियो बनाएको थिएँ। अब यो भिडियोमा तपाईले स्टेप बाई स्टेप जनगणनाको फर्मलाई अनलाइन कसरी भर्ने भन्ने विषयमा यो बनाएको छु। आउनुहोस्, मोबाइलको स्क्रिनको माध्यमबाट तपाईलाई स्टेप बाई स्टेप कसरी गर्नुपर्छ भन्ने विषयमा बताउन गइरहेको छु। यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोस् अनि भिडियो मन पर्यो भने लाइक, शेयर अनि पेजमा नयाँ हुनुहुन्छ भने फलो गर्नु चाहिँ नबिर्सनुहोस्। सबैभन्दा पहिला तपाईँ गुगल क्रोममा जानुहोस्, त्यसको बादमा सर्च बारमा सर्च गर्नु se.census.gov.in। यसमा क्लिक गरेर तपाईको यो इन्टरफेस आउँछ। यो इन्टरफेसमा यहाँनिर सेल्फ इन्युमरेसन लगइन भनेर आउँदैछ। त्यसको लागि सबैभन्दा पहिला तपाईँ स्टेट सेलेक्ट गर्नुहोस्। स्टेट सेलेक्ट गरेपछि त्यसको बादमा नेम अफ द हेड अफ द हाउस होल्ड भनेर आउँदैछ। यहाँनिर एउटा कुरा याद गर्नुहोस्, एकपल्ट हेड अफ द फ्यामिलीको नाम यहाँ इन्टर गरेपछि त्यहाँबाट त्यो नाम तपाईँले करेक्ट गर्नु पाउँदैन। हेड अफ द फ्यामिलीको नेम चाहिँ तपाईँले करेक्सन गर्नु पाउँदैन। यो चाहिँ तपाईँको एकदम याद गर्नुपर्ने हुन्छ। एकदमै याद गरेर मात्रै यहाँनिर हेड अफ द फ्यामिलीको नाम टाइप गर्नुहोस्। अब फर्स्ट अफ अल तपाईँ यहाँनिर हेड अफ द फ्यामिलीको नाम इन्टर गर्नुहोस्। यो हेड अफ द फ्यामिलीको नाम इन्टर गरेपछि त्यसको बादमा तपाईँको इमेल आइडी हुन्छ। इमेल आइडी तपाईँले लाउँदा पनि हुन्छ या छैन भने नलाउँदा पनि हुन्छ। त्यसको बादमा तपाईँले आफ्नो मोबाइल नम्बर टाइप गर्नुहोस्। आफ्नो मोबाइल नम्बर टाइप गरेर त्यसको बादमा तपाईँ क्याप्चा फिल गर्नुहोस्। क्याप्चा फिल गरेर गेट ओटिपीमा क्लिक गर्नुहोस्। ओटिपी तपाईँको मोबाइलमा आउँछ। इन्टर गरेको मोबाइल नम्बरमा तपाईँको ओटिपी आउँछ। त्यो ओटिपीलाई तपाईँले यहाँनिर इन्टर गर्नुहोस्। इन्टर गरेपछि तपाईँ भेरिफाई ओटिपीमा जानुहोस्। भेरिफाई ओटिपी गरेपछि तपाईँले अर्को इन्टरफेस खोलिन्छ। अब यसमा चाहिँ तपाईँले आफ्नो घरको लोकेसन चाहिँ तपाईँले यसरी सेट गर्नुपर्ने हुन्छ। यहाँनिर एउटा रातो कलरको एउटा सिम्बल दिएको हुन्छ। त्यो सिम्बललाई आफ्नो औँलाले सारेर स्क्रिनमा सारेर तपाईँले आफ्नो घरको लोकेसन, एक्ज्याक्ट लोकेसन कहाँ छ त्यही तपाईँले याद गर्नु। त्यो एकदम ध्यानपूर्वक गर्नुहोस्। तपाईँले म यहाँनिर जुन चाहिँ नक्सामा मैले गरिदिँदैछु त्यस्तो प्रकारले एकदम ध्यानपूर्वक गर्नुहोस्। यहाँनिर यसको लागि चाहिँ तपाईँले आफ्नो सम्पूर्ण तपाईँको पर्मानेन्ट एड्रेस गाउँसहित सबै लगाउनु पर्ने हुन्छ। त्यसको बादमा चाहिँ यो तपाईँले सेट गर्नुपर्ने हुन्छ। यहाँ मैले जसरी गर्दैछु त्यस्तै पाराले तपाईँ गर्नुहोस्। आसानै नै सक्नुहुन्छ, किनभने यो गर्ने कुरा नै हो, सबैले गर्न सक्ने नै हो। त्यस कारणले तपाईँ आसानी छ गर्नु। मेरो लोकेसन यहाँ छ, त्यसै कारणले मैले यसलाई ओके गरिदिएँ। यो लोकेसनमा जहाँ मेरो लोकेसन छ, मेरो घरको लोकेसन, त्यहाँनिर मैले यहाँनिर सेट गरेर मैले ओके गरिदिएँ। अब यो मेरो सेट भयो। अब मैले यहाँनिर ओके, यहाँ जुन चाहिँ ग्रिन सिम्बल दिएको छ भनेर दिन्छु, जुन चाहिँ मैले यहाँ नेपालीमा गरेको छु छ भनेर यहाँ जुन चाहिँ छ त्यसमा क्लिक गर्नु पर्यो। यदि तपाईँले सेट गर्नु भइसक्यो भने चाहिँ सेट गर्नुहोस्। त्यसको बादमा तपाईँ यहाँ ओके गरिदिनुहोस्, यानि कि 6मा, यदि नेपालीमा हो भने 6मा क्लिक गर्नुहोस् ग्रिन सिग्नलमा। त्यसको बादमा तपाईँको ओके हुन्छ। अब यहाँनिर जनगणना विवरण अब तपाईँले दिनुपर्ने हुन्छ। यो लोकेसन सेट गरेपछि यहाँनिर जनगणना घरको भुइँको मुख्य सामग्री। अब तपाईँको घरको भुइँ चाहिँ केले बनिएको छ भनेर तपाईँले माटोको बनेको छ कि काठको बनेको छ कि यो तपाईँले के को बनेको छ तपाईँले यहाँनिर चुज गरेर टिक गर्नुपर्ने हुन्छ। यसलाई टिक गर्नुहोस्। त्यसको बादमा तपाईँ फेरि अर्को क्वेसनमा जानु सक्नुहुन्छ। त्यसको बादमा अर्को छ तपाईँको जनगणना घरको पर्खालको मुख्य सामग्री। अब घरको पर्खाल यानि कि घरको वाल चाहिँ तपाईँको के को छ, घाँस, खर, बाँस आदि, प्लास्टिक, पोलिथिन, माटो, नजलाएको इँटा, काठ, मोटरले नजोडिएको ढुङ्गा, यस्तो प्रकारको तपाईँको अप्सन दिएको हुन्छ। त्यो अप्सनलाई क्लिक गरेर तपाईँले यहाँ अप्सन चुज गर्न सक्नुहुन्छ। यहाँ मैले नेपालीमा गरेको छु। तपाईँले यदि इङ्ग्लिस, हिन्दी, बङ्गला जुनैमा चाहनुहुन्छ तपाईँले ल्याङ्ग्वेज सेट गरेर गर्न सक्नुहुन्छ। त्यसमा कुनै प्रब्लम छैन। तपाईँले फर्स्टमा ल्याङ्ग्वेज सेट गर्नुपर्ने हुन्छ।
ल्याङ्ग्वेज सेट गर्नुहोस्। त्यसको बादमा तपाईँ यहाँ कन्टिन्युली फर्म भर्नुहोस्। अब यहाँ प्रश्न दिएको हुन्छ, प्रश्नको उत्तर चाहिँ यहाँ अप्सन हुन्छ, त्यो अप्सन चाहिँ तपाईँले जुन चाहिँ हो त्यसलाई चुज गरेर तपाईँले अप्सनलाई चुज गरेर तपाईँले लगाउनुहोस्। त्यसको बादमा कन्टिन्यू गर्दै जानुहोस्। जनगणनाको घरको छानाको कस्तो छाना, तपाईँको घरको छाना चाहिँ कस्तो छ, यो अप्सनभरिमा कुन चाहिँ हो तपाईँले यसमा टिक गर्नुहोस्। त्यसको बादमा फेरि नेक्स्ट गर्नुहोस्। नेक्स्ट मतलब स्क्रोल डाउन गर्नुपर्ने हुन्छ। मैले यहाँ चुज गरेँ। जनगणनाको घरको अवस्था कस्तो छ, राम्रो छ कि, बस्ने योग्य छ कि, या भत्किएको छ कि, तपाईँले यसरी यो तिनवटा मध्येमा चुज गरेर तपाईँले स्क्रोल डाउन गर्नुहोस्। जसरी मैले यहाँनिर स्मुथली गर्दैछु साधारण तरिकाले। त्यसको बादमा यहाँलाई सुनिश्चित गर्नुहोस्। सबै गर्नुभयो भने तपाईँले सुनिश्चित गर्नुहोस्। त्यसको बादमा तपाईँको अर्को फेरि इन्टरफेस आउँछ, घर परिवारसँग सम्बन्धित जानकारी। यस घर परिवारमा सामान्यतया बस्ने यो व्यक्तिहरूको कुल सङ्ख्या कतिजना परिवार छ, तपाईँको कतिजना फ्यामिली मेम्बर छ, त्यो तपाईँले मेम्बर लगाउनु पर्ने हुन्छ। अनि हेड अफ द फ्यामिलीको तपाईँले अलरेडी लगाइसक्नु भएको छ। घर परिवारको मुखियाको नाम तपाईँले यो यसमा नेपाली भाषामा तपाईँले लेख्नुपर्ने हुन्छ, जुन चाहिँ हो त्यो माथिको जुन चाहिँ हेड अफ द फ्यामिली। अब घर परिवार मुखियाको के हो, उसको यो चाहिँ पुरुष हो कि महिला हो कि, त्यो तपाईँले याद गर्नुपर्ने हुन्छ, चुज गर्नुपर्ने हुन्छ। त्यसको बादमा यस घरको स्वामित्वको स्थिति अब कुन चाहिँ आफ्नै हो कि या त रेन्टको हो कि, तपाईँले यो यसमा चुज गरेर लगाउनुहोस्। बस्ने कोठाको सङ्ख्या, अब तपाईँको बस्ने जुन चाहिँ घर छ त्यो घरको रुम चाहिँ कतिवटा छ, 2टा 3टा 5वटा 6वटा, यस्तो प्रकारले तपाईँले यसमा लगाउन सक्नुहुन्छ नम्बर। त्यसको बादमा अब यो घरमा बस्ने चाहिँ विवाहित जोडी चाहिँ कतिजना हो भन्दाखेरि चाहिँ तपाईँले यहाँनिर कति जोडी बस्नुहुन्छ भन्दाखेरि चाहिँ 1जना 2जना विवाहित मतलब बिहा गरेर बस्ने चाहिँ कति जोडी छ भनेर तपाईँले त्यो लगाउनु पर्ने हुन्छ। त्यसको बादमा तपाईँ ओके गर्नुहोस्। यहाँनिर ग्रिन सिम्बलमा टिक गरेर ग्रिन कलरको 6मा क्लिक गरेर तपाईँले ओके गर्नुहोस्। त्यसको बादमा अर्को इन्टरफेस आउँछ, पिउने पानीको मुख्य स्रोत। अब पिउने पानीको तपाईँको घरको पिउने पानी चाहिँ पानीको मुख्य स्रोत चाहिँ के हो, कुवाबाट खान्छ, कसैले नलबाट खान्छ, कसैले अब किनेर खान्छ, त्यो तपाईँले चुज गरेर लगाउनु पऱ्यो। मैले यहाँनिर चुज गरेको छु। जसरी मैले यहाँ चुज गरेर लगाएको छु त्यसरी नै तपाईँले पनि चुज गरेर लगाउनु पऱ्यो। अब त्यसको बादमा पिउने पानीको स्रोतको उपलब्धता मतलब यो कहाँबाट पाउँछ त्यो पानी चाहिँ, अब घरको नजिकमै पाउनुहुन्छ कि बाहिरबाट ल्याउनुहुन्छ कि टाढो छ कि नजिक छ, त्यस्तो प्रकारको तपाईँले लगाउनु अप्सनमा चुज गर्नुपर्ने हुन्छ। अनि बत्तीको मुख्य स्रोत बिजुली हो कि मट्टितेल हो कि या तपाईँको सूर्यको ऊर्जा हो कि, त्यस्तो प्रकारको तपाईँले चुज गर्नु। शौचालय मतलब टोइलेट चाहिँ तपाईँको अब आफ्नो परिवारको लागि मात्रै बनाएको हो कि या त सार्वजनिक हो कि, यो तपाईँले चुज गर्नुपर्ने हुन्छ। घरमा छ कि या खुलामा गर्नुहुन्छ कि, यो मतलब शौचालयको प्रकार चाहिँ कस्तो प्रकारको छ भनेर तपाईँले फेरि अर्को चुज गर्नुपर्ने हुन्छ। सेफ्टी ट्याङ्क भएको छ कि या छैन कि, यस्तो प्रकारले चुज गरेर तपाईँ लगाउन सक्नुहुन्छ। यहाँ धेरैवटा अप्सनहरू दिएको छ, त्यसमध्येमा तपाईँले एउटा चुज गर्नु, धेरैवटा अप्सन छ त्यसमध्येमा। त्यसको बादमा तपाईँ स्क्रोल डाउन गर्नुहोस्। स्क्रोल डाउन गरेपछि तपाईँको नुहाउने चाहिँ कस्तो छ, अब बारेको छ कि छैन कि, या स्नान घर छ कि मतलब बाथरुम छ कि छैन कि, त्यो तपाईँले चुज गर्नुपर्ने हुन्छ। अब यहाँ तपाईँले किचन घरको यहाँनिर विश्लेषण गर्नुपर्ने हुन्छ। किचन घरको बारेमा तपाईँले दिनुपर्ने हुन्छ। यो तपाईँ किचन घरमा बाहिर पकाउनुहुन्छ कि खुलामा पकाउनुहुन्छ कि या त घरभित्र किचनमा बनाउनुहुन्छ कि, त्यसको बारेमा। अर्को तपाईँको अब त्यो खाना चाहिँ केले बनाउनुहुन्छ, एलपिजी ग्यासले बनाउनुहुन्छ कि या त अरू अप्सनहरू, धेरैवटा अप्सनहरू यहाँ दिएको छ, त्यसमा पनि तपाईँले केमा तपाईँले पकाउनुहुन्छ त्यो तपाईँले चुज गर्नुहोस्। चुज गरेर तपाईँ फेरि स्क्रोल डाउन गर्नुहोस्। त्यसको बादमा तपाईँले फेरि अर्को अप्सन पाउनुहुन्छ। यहाँको विवरण सम्पूर्ण भरिसकेपछि तपाईँले सेभ एन्ड नेक्स्ट गर्नुपऱ्यो। त्यसको बादमा यहाँ अर्को अप्सन आउँछ। अर्को अप्सन हुन्छ घरको भएको सम्पत्तिहरूको विवरण यहाँ दिनुपर्ने हुन्छ। रेडियो एन्ड ट्रान्जिस्टर छ छैन, छ भने छ, छैन भने छैन। टेलिभिजन छ या छैन, छ भने छ लेख्नु, छैन भने छैन तपाईँले लेख्नुपर्ने हुन्छ। त्यसको बादमा स्क्रोल डाउन गर्दै जानुहोस्।
स्क्रोल डाउन गरेर इन्टरनेटमा पहुँच कति छ, केमा इन्टरनेट तपाईँ चलाउनुहुन्छ, स्मार्टफोनमा चलाउनुहुन्छ कि ल्यापटप कम्प्युटरमा चलाउनुहुन्छ कि, त्यसको बादमा तपाईँ ल्यापटप कम्प्युटर छ कि छैन, छ भने छ, छैन भने छैन लेख्नुहोस्। त्यसको बादमा मोबाइल फोन या स्मार्टफोन कुन चाहिँ छ तपाईँ, या ल्यान्डलाइन छ कि, यसको बादमा स्मार्टफोन मात्र हो भने स्मार्टफोन मात्रै लेख्नुहोस्। त्यसको बादमा साइकल, स्कुटर, मोटरसाइकल यो तपाईँले या फिर गाडी छ भने गाडी लेख्नु। त्यसको बादमा उपयोग गरिने मुख्य अन्न, घरमा उपयोग गरिने मुख्य अन्न के हो, गहुँ, चामल, धान के छ, मकै, त्यो सबै भित्रमा चुज गरेर लेख्नुहोस्। त्यसको बादमा स्क्रोल डाउन गरेर तपाईँ सेभ एन्ड नेक्स्टमा क्लिक गर्नु। त्यसको बादमा तपाईँ अब सम्पूर्ण तपाईँले विवरण भरिसक्नु भएको छ। फेरि एकपल्ट जाँच गर्नु कि सबै तपाईँले जुन चाहिँ भर्नुभएको छ त्यो सही छ कि छैन कि भनेर आफूले जति विवरणहरू यहाँ भर्नुभएको छ त्यो विवरणलाई फर्स्ट टु लास्ट एकपल्ट मजाले चेक गर्नु। चेक गरेर तपाईँको सबै कुरा सही छ भने त्यसको बादमा पुष्टि गरिदिनुहोस्, यानि कि ओके गरिदिनुहोस्। ओके गरेपछि त्यसको बादमा तपाईँको मोबाइलको स्क्रिनमा 11 डिजिटको SEID जेनेरेट हुन्छ। यो आइडीलाई चाहिँ सेभ गरेर राख्नुहोस्। बादमा जनगणना गर्ने कर्मचारी आएपछि यो तपाईँले दिनुपर्ने हुन्छ। यो भिडियो तपाईँलाई मन पर्यो भने लाइक, कमेन्ट्स अनि सेयर चाहिँ तपाईँहरूको साथीहरूलाई अवश्य गर्नुहोस्, किनभने यसको सबैलाई आवश्यकता हुनसक्छ। अनि पेजमा नयाँ हुनुहुन्छ भने चाहिँ